हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। र सम्यता न यार। ओ ल यो घुमाउन मलाई एकदम रहर लाग्छ कि यो घुमाउन सर यस्तो गरेर सर घुम्छ कि रुक न रुक, यहाँ आउँदैछ यस्तो सर क्यामेरामा देखियो कि देखाइदिन्छु सर घुमेको है। तिमी घुमाउ न घुमा बढिया 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 बहुत बढिया। र यता भित्र पनि छ के सर घुमाउने। तिम्रो यो लाइटमा हुन्छ नि के त्यो चार्ज हो है दामी हुन्छ त्यसमा अँध्यारोमा। सर यो खास के भन्नु होला कि समिन है यस्तो है बौद्धको के बौद्धको टक्क म देखाइदिन्छु साथीहरू हजुरहरूलाई। र यो घुम्छ के यो सर यहाँ यस्तरी घुमाउने, यहाँ छोप्ने अनि सर घुमाउने यस्तो र सर ल के भन्छ यसलाई? घुम्यो खै के भन्छ भन्दा पहिला यहाँ माथि घन्टी थियो कि यहाँ माथि घन्टी थियो र बढी जनताहरूले बजाए गरे भनेर र यसलाई हटाइदिएको हो यहाँको गुरुहरूले। र जियोस् छैन सर घुम्छ कि पहिला घन्टी बस्थ्यो कि र अहिले चाहिँ रिमुभ गरिसकेको छ। जियोस् यहाँदेखि भ्यू राम्रो लाग्यो, मलाई राम्रो लाग्यो। यता आउ न समिन यार, तिमी त मेरो मुटुको टुक्रा हो नि यार। अब त्यो देखाएर अनि तिमीले नि खासमा यो क्यामेरा छ नि हामी यतापट्टि त्यसो राख्नुपर्ने कि होइन यस्तो नै ठिक हुन्छ कि अलिक कम्फर्टेबल हुन्छ नि त बोल्नको लागि। ओए तँ कुन बाइक हो? ओए यामाहाको R15 हो। R15 हो खै यसो रिमुभ यसलाई के भन्छ अरे फ्लेक्स हान्ने भन्छ जुदाहरूको तपाईँ चाहिँ के त्यसको लागि देखियो ओके R15 बाइक ऊ त बुढ्दरको रहेछ। यसो हेर्ने भनेको आइहालेँ र केही छैन। R15 बाइक पनि एकदम बबाल सुपर बाइक हो कि रेसिङको लागि एकदम बबाल हुन्छ। साथीहरू हजुरलाई कुन बाइक मनपर्छ कमेन्ट गरेर नबिर्सनु। तिमीलाई कुन मनपर्छ भन बाइक? मलाई मनपर्छ ZX मोटोको 500RR। ओ भाइ साहब, अरे यार सपने थोरै कम देखिया कर यार। धेरै पर्दैन, कति पर्छ? 15 लाख कम्तीमा। जम्मा 15 लाख? 15 लाखको त मैले अनि फोनै किनिन्छु त यहाँ आएर। 15 लाखको फोन ए हामी त फोनमा हिँड्छ, तिमी बाइक 15 लाखको बाइक किन्ने भन्छ? थैट हामीले फोन बोकेर यहाँ 15 लाख एरा गोल्ड प्लेट गरेको छ यहाँ तलक्क तल्किन्छ बुझ्यौ? जसर गरीबी ना गरीबी है गरीबी। साला हम आधा से गरीब है रे। तुम हो आधा से गरीब छ यार। अच्छा तिमीलाई सुहाउँछ नि त त्यो, मलाई त कहाँ सुहाउनु। यहाँ मोटो मोटो छ यहाँ। म त बिल गेट्सको भाइ हो त। अनि अस्ति भर्खर मलाई बिल गेट्सले $2,000 पठाइदिएको थियो। यस्तो नि त फेरि धेरै पैसा दियो भने भाइ मात्तेला भनेर होला। जम्मा $2,000 मलाई युएसदेखि पठाइदिएको थियो। अनि फेरि त्यो फेरि हिजो नै सकियो कि, किनभने म हिजो क्लब गएको थिएँ अनि हल्का फुल्का यसो फ्लेक्स हानिदिएको के, अनि सबै नै खर्च भयो बाइक। 200,000 यार। मलाई एलन मस्कले 1 मिलियन दिएको थियो जम्मा पर डे। भ्यास क्या जे नि गर भनेर। तर के गर्नु, म पऱ्यो अब हल्का सोझो मान्छे, यस्तो अब फाल्न मन लागेन कि। तर मैले अब गरिबलाई डोनेसन दिएँ मैले। गरिबलाई गरिबी छ यो गरिबीलाई खै डोनेसन दिने जस्तो त लाग्दैन तिमी। तर अलि लम्बा त तिमीले 1.5 लाख कति लाखको 15 लाखको फोन दियो अरे। अब यसले अरे मलाई फोन गिफ्ट गरेको 15 लाखको हो त अनि अब एलएसले अब दिएपछि अब ठिक छ। पार्टनर हो नि त हामी त हेरी। यस्तो नि त तिमी गऱ्यौ पार्टनर, म चाहिँ पऱ्यो बिल गेट्सको भाइ नै पऱ्यो। त्यही भएर मलाई पर डे $2,000 युएसबाट आइरहेको हुन्छ कि। सो के जाब मिलियनमा कुरा गर न, मिलियनमा। नो ब्रो नो, द्याट्स अ डिफरेन्ट
सो मच डिफ्रेन्ट मिलियन हो मिलियन अनि ठिक छ तिमीलाई मिलियन आउँछ भने ठिक छ धेरै राम्रो हो नि त मेरो साथीले मिलियन कमाएको छ होइन पर डे ठिकै छ र अरू अरू केही भन्नु मैले त्यो पैसा पनि लिँदैन कि मैले गरिबलाई दान गरिदिइहाल्छु कि छ नि यस्तो अब ए मान्छेहरू गरिबले दान गर्छ अरे गरिबलाई हेर न गाई चाहिँ गरिबलाई हेर न कत्रो खायो गरिबी अब यसले पाल्न गाह्रो हाउस हो धौ धौ भयो बिचरा मेरो शरीर गलेर म मर्न लागेको छु म आफ्नै ज्यान पाल्न गाह्रो भएको छ अरे अब भयो अब यस्तो राम्रो मान्छे एकदम यस्तो हेन्सम मान्छेलाई तिमी आज यस्तो भन्दै नि यस्तै छ नि त यस्तै छ ल साथीहरू यही नै थियो आजको भ्लग हल्का रमाइलो ठट्टा ल यस्तै हो अब सबै नै एउटै क्लासबाट हामी होइन त्यस्तो अप्पर क्लास नै होइन त्यस्तो लोवर क्लास नै होइन मिडल क्लास अहिलेसम्म जिन्दगी राम्रो चलिरहेको छ र भविष्यमा पनि राम्रो चल्दै जाओस् र हजुरहरूको पनि राम्रो चल्दै जाओस् र आजलाई यति नै साथीहरू नयाँ हुनुहुन्छ भने फलो गर्न नबिर्सिनु होला यति युट्युबमा हेर्दै हुनुहुन्छ भने सब्सक्राइब र एउटा कमेन्ट गर्न नबिर्सिनु होला बाई